सबैजनालाई आजको भ्लग चाहिँ यहाँबाट स्टार्ट गर्दैछु। यहाँ चाहिँ यो चाहिँ छमुङ हो। छमुङ इन्टरनेसनल गेस्ट हाउसमा चाहिँ हामी रात बितायौँ। अनि अब यहाँ हामी चाहिँ यहाँबाट चाहिँ अब आज कहाँ हुन्छ त्यो हामीलाई पत्तो थाहा चाहिँ छैन, तर जाने पर्ने जग्गा चाहिँ दोबन या हिमालय भन्दैछ केटाहरूले। त्यहाँ चाहिँ हामी पुग्छौँ होला। हेर्दै जाउँ अब के कस्तो हुन्छ। बाटोको दृश्यहरू म तपाईँहरूलाई देखाउँदै जान्छु। हेरौँ के कस्तो छ। केटाहरू हिँड्दैछ अगाडि अगाडि। हामी चाहिँ वक स्टार्ट गर्दैछ है। सबै केटाहरूले आज ठिकै छ, हेल्थ पनि राम्रो छ, राम्रो खाना खाएर राम्रो सुत्यौँ। बेलुका मजाले नै निन्द्रा लाग्यो। अब हामी चाहिँ यहाँबाट 7 बजी चाहिँ 7:30मा हिँड्ने थियो, तर अब 8 बज्यो जाँदैछौँ। हेरौँ कहाँसम्म पुग्छ। हाम्रो उता त बुकिङ त छैन, तर अब हामीलाई हेल्थले जहाँसम्म साथ दिन्छ। खुट्टा दुखेन भने त निकै हिँड्छ होला। दुख्यो भने चाहिँ बाटो बिचमै कहीँ एउटा रेस्ट लिने चाहिँ हाम्रो उयस छ, सल्लाह छ अहिलेसम्म। हेर्दैछौँ तपाईँहरूलाई बाटोमा के कस्तो छ तपाईँलाई देखाउँदै जानेछु। हामी चाहिँ चेक पोइन्टमा आइपुग्यौँ। यहाँबाट चाहिँ हाम्रो के अरे टुरिस्टहरू जति पनि माथि एबिसी जान्छ उहाँहरूको लागि चाहिँ इन्ट्री गराउने रहेछ। यहाँ चाहिँ वेलकम टु एसिए चेक पोस्ट इन्फर्मेसन सेन्टर। सर पर्मिटको चाहिँ के भयो? अहिले नामसाम सोध्यो हो। हजुर। अन्त ठेगाना सोद्धा चाहिँ अब यो नलिआएपछि म इलामै भन्थेँ। हामीले काटेर राख्यौँ कि इलाम भन्नु, दार्जिलिङ भन्यो। दार्जिलिङ भन्दा चाहिँ हाम्रो पर्मिट खोज्यो। त्यसले गर्दा पर्मिटको नेपालीलाई जरुरी छैन, तर घाटै पर्यो। लिएर आएको चाहिँ राम्रो हो। त्यसले गर्दा गाइजहरू सबैजनाले यस्तै छ। अब हामी दार्जिलिङको भएपछि हामीलाई चाहिँ 1000 रुपियाँ उसको पर्दछ एक ट्रेकको। अन्त हामीले चाहिँ काटेको थियौँ, त्यसले गर्दा चाहिँ अब परेन। नभए अब हामीलाई डबल पनि पर्न सक्थ्यो अरे चेक गरेको भए चाहिँ। यस्तै चाहिँ अहिले चाहिँ हामी हिँड्दै हामी झन्डै 45 मिनट भयो है। हामी सिनमा आइपुग्यो। यहाँ अगाडि चाहिँ एकछिन 5 मिनटको रेस्ट गरेर त्यहाँदेखि हामीले होटलहरू माथि बुक नगर्छ नि त। पुरा मान्छे जाँदैछ कि, प्याक छ अरे। त्यसले गर्दा होटल पनि बुक गर्ने भन्दै दिपम दादा सचिन दा पनि आउँदैछ। हामी यहाँ सोल्टीलाई पनि भेटेँ, सोल्टी ग्रुपलाई पनि भेटेँ। ठिकै छ सोल्टी, हामी भेटेँ केटाहरू। होटल हिमालय रेस्टुरेन्ट आइपुग्यो। हामी बिस्तारै गर्दै सिनमा रहेछ। ठिकै छ सचिन दा, खुट्टा बिस्तारै गर्छौँ न, स्लोली दिदा जो कल जाँदैछ। हाम्रो चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँनिर ब्याम्बो चाहिँ तपाईँको 1.5 घन्टा रहेछ। त्यहाँ चाहिँ खाना खाने। अनि हाम्रो होटल चाहिँ माथि रुम नपाउँदाखेरि चाहिँ हामी दोबनमा गर्छ। दोबन चाहिँ एउटा चाहिँ 1.5 घन्टा लाग्ने रहेछ है। त्यसले गर्दा हामी चाहिँ जाँदैछौँ अगाडि दिपङ्कर दा, छोगन दा, म। अहिले चाहिँ हामी हिलटप लज एन्ड रेस्टुरेन्टमा आइपुग्यौँ। यो चाहिँ अप्पर सिनमा रहेछ। यहाँ चाहिँ भ्यूहरू देख्ने रहेछ। यहाँबाट केटा चाहिँ यता छ हो दिदा। For majestic mountain view from Sinva। यस्तै रहेछ यहाँ, मजा आइरहेको छ। हामी पुग्नुपर्ने चाहिँ त्यो डाँडा रहेछ हौ, दोबान भन्ने कि 3 घन्टा लाग्छ यहाँबाट। आज दोबानै बस्छ भन्छ, यस्तो राम्रो छ है। र आज यस्तै छ, मजा आइरहेको छ। अहिले लगभग हामी हिँडेको कति हो? हामी हिँडेको लगभग 2 घन्टा 2.5 घन्टा भयो है। हामी अप्पर सिनमा आइपुग्यौँ। मजा आउँदैछ। मजा चाहिँ केटाहरू चाहिँ यहाँ मुनि चिया भन्दैछ। हामी चाहिँ अहिले यो अप्पर सिनमाबाट चाहिँ ब्याम्बोसम्मको लागि चाहिँ जाने। ब्याम्बोमा चाहिँ हामीले लन्चको हामीले अब त्यहाँ गर्ने भनेर चाहिँ नि एउटा गरेको छ है। नि हेरौँ के छ। केटाहरू अब अलिक जोसमै छ। यहाँ अलिकति चाहिँ के भयो भन्दाखेरि चाहिँ नराम्रो कुरा चाहिँ
वेदर अलिकति हामीलाई वेदरले साथ नदिएको जस्तो भयो। पानी पनि छिटो हुँदैछ। अन्त हिजो पनि पानी परेको कारणले गर्दा हाम्रो अलिअलि लुगाहरू पनि भिज्यो नि त। त्यसले गर्दा अब फेरि अन्त फेरि दाउरा बाल्दैन रहेछ। पहिला मार्दीमा चाहिँ हामीले दाउरा बालेको चुल्हामै बसेर लुगाहरू सुकायौँ। यहाँ चाहिँ अलिकति त्यो अलिक प्रब्लम रहेछ। र पनि मजै आउँदैछ। लुगाहरू जति पनि लाने लुगाहरू छ त्यो चाहिँ हामीले अब प्लास्टिकमा हालेर झोलाभित्र हालेको छौँ है। अन्त यहाँ हाम्रो रेनकोट पनि छ चल्नु त। त्यसले गर्दाखेरि मजै आउँदैछ है। ठिकै छ होइन केटा हो एकदमै राम्रो। हिजो नि हामी क्या अलिक छिटो आएको भए चाहिँ गाडीले नबिग्रियो भने आइपुग्थ्यो हामी यहाँ बस्थ्यौँ। हामी यसरी नै ब्याम्बो आइपुग्नु आँटेला है। अब 1 घन्टा लाग्छ होला। हामी आधी घन्टाभन्दा 1 घन्टा त हिँडिसक्यौँ। दाजु सजिलै रहेछ कि भोलि चाहिँ अलिकति लामो हिँड्नुपर्छ होला भन्दैछ केटाले। किनभने अब 7 घन्टा हामी लाग्दैन 5 घन्टा। तर अब यहाँसम्म त हामी 4.5 घन्टा हिँडिसक्यौँ नि त। त्यहाँ 3 घन्टा अब 1.5 बाटो चाहिँ यस्तो रहेछ। हामी हिँड्दै जाँदैछौँ। सचिन दाजु अलिक अगाडि गयो। फलामको ब्रिज रहेछ हो। अहिलेसम्म चाहिँ मजै आउँदैछ। उकालो ओह्रालो तेर्सो अबसम्म अहिलेसम्म मजै आउँदैछ। केटाहरू सबैजनाले राम्रोसँगले हिँडिरहेछ। यहाँ चाहिँ अलिकति पानीले चाहिँ अलिकति हामीलाई बिस्वाद गर्यो। पानी परेर चाहिँ यो रेनकोट लगाउँदा चाहिँ अलिकति साह्रो पर्दछ हिँड्नु क्या गरम भएर बाफेर। र अरू त सबै ठिकै छ। अहिले भर्खर हामी कफी खाएर हिँडेको लगभग 1 घन्टा भयो। अब हाफ एन आवर या पहिला 45 मिनट्सभित्रमा चाहिँ त्यहाँ हामी खाना खाने जग्गा ब्याम्बो भन्ने जग्गा आइपुग्छ भन्दैछ। त्यहाँ फेरि एकछिन बस्ने। त्यहाँदेखि फेरि 1-2 घन्टामा चाहिँ फेरि हामी दोबान आइपुग्छ। त्यहाँ चाहिँ हाम्रो रेस्ट हुन्छ आज। अन्त ठिकै छ हेर्दै जाउँ। वर्षमा मजा आइरहेको छ। केटाहरू पनि मजाले हिँडिरहेको छ। सचिन दा चाहिँ अलिक अगाडि छ पर जाँदैछ। सचिन दा चाहिँ राम्रो। यहाँ भ्यू पनि मजाको रहेछ। गुराँसहरू लटरम्मै फुलिरहेको। गुराँसहरू फुलिरहेको यहाँ लटरम्मै पानी चाहिँ पर्दैछ। यस्तो राम्रो भ्यू देखिरहेको छ तलतिर। आमा के राम्रो फुलेको छ गुराँस। ठिकै जान्छ होला। ठिकै छ। यो त हामी माथि जाँदा पनि यस्तै थियो। यस्तै थियो। यतिको चाहिँ छ भ्यू। बाटो चाहिँ अहिले यस्तो आयो है। यहाँनिर चाहिँ एउटा हामीले डरलाग्दो के देख्यो भित्ता। यस्तो भित्ता देख्यो कि सचिन दा यता कस्तो लाग्यो हामीले चाहिँ जिक्सकेको नि यो ठाडो हामी जानुपर्छ भनेर। यो ठाडो कि सचिन दालाई अम्मा हो भन्दैछ। अब हामी जान आइपुग्नु आँट्यो होला जस्तो लाग्दैछ। खाना खाने जग्गा यो माथि हिउँहरू पनि देख्दैछ। अलिअलि ग्लेसियर जस्तो आउँदैछ ओह्रालो। ठिकै छ। बाटो यत्तिकै छ। रमाइलो नै भइरहेको छ। र अहिले चाहिँ हामी ब्याम्बो भन्ने जग्गामा आइपुग्यौँ। यसको हाइट चाहिँ 2145 मिटर है। मिटर हाम्रो केटाहरू ठिकै छ। ठिक छ होइन ल लेट्स गो। अब चाहिँ हामी ब्याम्बो आइपुग्नु आँटेको छौँ। यहाँ चाहिँ अब हामी खाना खानेको लागि चाहिँ गरौँ। त्यसले गर्दाखेरि चाहिँ यहाँ खाना खाऊँ भनेर चाहिँ सबै साथीभाइहरूको सल्लाह। बुद्ध गेस्ट हाउस भनेर चाहिँ सजिलो भयो। अब चाहिँ हामी दिउँसोको लन्च गर्दैछौँ है। यहाँ चिकन खाना। दिदीमदाले चाहिँ भेज खाना दिदीमदा छोकन्दा चाहिँ भेज खाना खाँदैछ यहाँ। सचिन दा खाना चाहिँ मिठो रहेछ अब यहाँ। यहाँको बेस्ट चाहिँ अब यो तामाहरू छ हो। जग्गाको नामै ब्याम्बो। त्यसले गर्दाखेरि यहाँ सबले ब्याम्बो खाँदैछ। अन्त कस्तो ब्याम्बो चाहिँ ब्याम्बो त दामी रहेछ कि। तर यो चाहिँ अचार भएर चाहिँ अलिकति अब यसलाई सुकाएर बनाएपछि झन् दामी हुन्छ।
अथवा चाहिँ अलिक अमिलो भएर हामीलाई अलिक असुविधा हुन्छ हिँड्दा चाहिँ हिँड्नुपर्छ है खुट्टा दुख्ने चान्सेस ज्यादा है खुट्टा अब गाउटको पेसेन्टहरूलाई चाहिँ अलिक साह्रो पर्छ हामी त यताउति गरिहाल्छौँ गाउँको पेसेन्ट उहीँ हुनुहुन्छ फेरि अब हामी चाहिँ एउटा लन्च गरेर चाहिँ हामी चाहिँ निक्लेको है पानी चाहिँ अलिक पर्ला पर्ला जस्तो हुन्छ त्योभन्दा अगाडि निक्ल्यो भनेको दिमागलाई रेडी हुन्छ भित्र चाहिँ कस्तो छ यस्तो चाहिँ ल छगन दा ए सचिन दा मैले यहाँ टालेको छु है हाम्रो जुन स्टिकर थियो त्यो चाहिँ यहाँ टालेको छ हुन्छ नाना फर्किँदा भेटौँ हुन्छ बाई बाई हुन्छ थ्याङ्क यू जाउँ र हामी चाहिँ यो के अरे ब्याम्बोबाट चाहिँ 3:27मा चाहिँ हिँडेको 1.5 घन्टा 2 घन्टा लाग्छ भनेर र पनि हामी 3 घन्टा भए पनि बिस्तारै बिस्तारै जाने यहाँ चाहिँ केटाहरू दिपङ्कर दा छगन दा सचिन दा र म अहिले पानी चाहिँ परेको छैन अघि चाहिँ पानी पर्नु आएको त्यसले गर्दाखेरि अलिक प्रब्लम हुन्छ जस्तो लाग्दैथ्यो पानी पऱ्यो भने त प्रब्लम हुनेछ किन रेनकोट लगाएर हिँड्नुपर्छ है बाटो पनि फेरि साह्रै त्यस्तो छ खासै छैन राम्रो यस्तोमा चिप्लिनु पनि खतरा हुन्छ त्यसले गर्दाखेरि पेकिङ स्टिक चाहिँ लिएर आउनु जरुरी रहेछ त्यसले गर्दा अलिकति भए पनि हेल्प हुन्छ जस्तो चाहिँ लाग्दैछ सजिलो ठिकै छ होइन अहिलेसम्म त सजिलै छ भोलिदेखि चाहिँ है भोलिदेखि चाहिँ अलिकति मतलब त्यस्तो पनि होइन होला अलिकति साह्रो पर्छ किन हिमाल गएको हिमालमा ठाडो त हुन्छै हुन्छ त्यसरी नै म तपाईँहरूलाई जग्गा जग्गाको भिडियोहरू सेयर गर्ने कोसिस गर्छु अहिले एकछिन भेटौँ हामी चाहिँ आधी घन्टा अलिक माथि आइपुगेर यस्तो खोला आयो यो चाहिँ हिमालबाटै आएको पानी जस्तै छ एकदमै सफा है सचिन दा हिमालको होला यो पानी कता हामीले म त्यहाँ पौडी खेल्नु मन पर्दैन चुप्दुङ्ग बसेर क्या Are you 77 years? Yeah, Okay. Auntie just 77 years पुग्नु भएको छ. Where are you from? Scotland. Scotland. Yes. Thank you. India, Darjeeling. Ah, right. Bye bye. Hello. Bye bye. आन्टी चाहिँ 77 इयर्स पुग्नु भएको रहेछ है हाम्रो 77 इयर्स भनेको त हेब्बी ज्यादै हो होइन हाम्रो मान्छेहरू 40 45 50 वर्ष पुग्दै बुढो भयो भन्छ उहाँको अब एउटा जोस छ नि त जुन त्यो चाहिँ अब सराहनीय रहेछ यस्तै छ अब उकालो ओह्रालोमा यसरी मान्छेहरू भेट्दै चढ्दैछ झर्ने झर्दैछ हामी बाटोमा आउँदै ब्याम्बोदेखि अलिक माथि यहाँ चाहिँ यो लेखेको छ चिकन वप पप मिट आइटम्स आर स्ट्रिक्टली प्रोहिबिटेड फ्रम प्रोजेक्ट बरहाम मन्दिर टेम्पल यस्तै छ र हामी चाहिँ 1 घन्टा 15 मिनट लाग्यो है दोबान आइपुग्यो केटाहरूले मजाले इन्जोय गर्दैछ हिमालय एकदिन देउराली 4.5 घन्टा रहेछ हिमालय दुई यस्तो यहाँ चाहिँ हामीले हाम्रो स्टिकर पनि टाल्यौँ हामी के अरे यो दोबान आएको समय यस्तै छ यो मेरो पछि चाहिँ यहाँनिर जुन चाहिँ घर चाहिँ यसमा चाहिँ इलेक्ट्रिक जेनेरेट गर्दोरहेछ टर्बाइन भएर त्यहाँबाट यहाँनिर बत्ती बाल्दो रहेछ अहिले चाहिँ हामी दोबान आइपुग्यौँ अहिलेसम्म त राम्रै छ अवस्था सबैजना थाकेको छैन आज हिमालय जानु पाएको छ अझै राम्रो हुन्थ्यो अब 2 घन्टा रहेछ ल ठिकै छ हेर्दै जाउँ के कस्तो छ हजुर रुम यस्तो पायो 4टा बेड भएको खाना खाइसक्यौँ है अब म चाहिँ त्यो भिडियो भ्लगै बनाउनु बिर्सेछु यहाँ छगन्दाले चाहिँ ओरे खाँदैछ
हामी चाहिँ अलिकति दाल भात पावर 24 आवर भन्दो रहेछ यहाँ दिँदा यहाँ छ फोन हेर्दैछ गेस्टहरू छ एकदमै सुतिरहेको छ यता कतिजना गेस्टहरू अब डाइनिङ हलमै रुम नपाएर अन्त यहाँ सचिन दाजु फोन हेर्दैछ फोन हेर्दै गरेको अवस्था भाइको नाम चाहिँ सागर होइन सागर के हो सागर थापा गोर्खाको रहेछ भाइ चाहिँ होइन यस्तै छ यहाँको अलिकति रमाइलो जिन्दगी यसरी नै आज भ्लगमै अन्त गर्दै भोलि म तपाईँहरूसँग फेरि भेट हुनेछु बाई बाई गुड नाइट है भन्नु पऱ्यो अब